मिठो खाना खुवाउन सकियो कि सकिएन त्यो नै ठुलो कुरा हो हैन। पहिलो प्रयास हो हाम्रो हैन। बाँकी दिनमा यो भन्दा अलिक राम्रो गर्न सकियोस्। सभा पोखरीबाट भेला भएको सबैजना भेला भएर माथि हेलो साथीहरू, अहिले चाहिँ हामी आइसकेको छौँ सुमन चोक। अनि त्यस पछाडि सुमन चोकदेखि चाहिँ पर के अरे नयाँ बजारबाट हेलो एभ्रिवान, वेलकम ब्याक टु युट्युब च्यानल। नमस्ते सबैजनालाई। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। र आज विशेष उभौली 2082 को पर्वको अवसरमा चाहिँ हामी याम्फू किराँत समाजबाट यहाँ नगर जिल्लामा नगर कार्य समितिद्वारा प्लस जिल्ला कार्य समितिद्वारा आयोजित यस कार्यक्रममा चाहिँ हामी आज भेला हुने मौका पाएका छौँ। यो चाहिँ हातबारी 4 नम्बर वडा पर्छ होला मलाई लाग्छ। गुवाबारी अवस्थित याम्फू किराँत समाजको अब हुने जिल्ला भवन बन्दै गरेको ठाउँमा हामी आज भेला भएको छौँ। याम्फू किराँत समाज सबैजना चिचिला गाउँपालिका, चौपोखरी गाउँपालिका, मकालु गाउँपालिका र खाँदबारी नगर कार्य समिति भएर हामी यहाँ चाहिँ उपस्थित छौँ। सो गाइज, आजको उभौलीको शुभकामना सबैजना जति पनि याम्फू किराँत समाज लगायत किराँतीहरू जति पनि छरिएर बस्नु भएको छ, किराँतीको सन्तान जहाँ जहाँ हुनुहुन्छ देश विदेश सम्पूर्णमा सम्झना सेवा हवा नमस्ते चढ्यो जडे हेर्दै गर्नुहोला। सो गाइज, आज अब के हुन्छ म देखाउँदै गर्ने कोसिस गर्नेछु है त। यहाँ चाहिँ अहिले खाना खाने कार्यक्रमहरू भइरहेछ। सुनिल भाइ, हजुर मेरो दादा, के छ? मिठो छ? एकदम दिदैछु नि म त यहाँ दन। ल है त काकाश्री। यहाँ खाना खाएर भाइहरूले चाहिँ सकिरहेछ। अब मेरो पाला आउनै आँटिरहेछ। खाना कस्तो रहेछ त नि भान्जी? ठिक छ? चित्त बुझ्यो नि कि बुझेन? भोक मेट्यो? पख अब भरे ल। के चाहिँ ओ माई गड। ल अब पिस कहाँबाट खोजिल्याउ है? म अहिले ल्याउँछु है ल। मतलब हामी चिचिला गाउँ कार्य समिति चिचिला पालिकाको हाम्रो यो समूह याम्फू किराँत समाज सक्रिय छ एकदम। चिचिला चाहिँ सक्रिय देखिएको छ है आज, हो कि नि त? उपस्थिति राम्रो देखिएको छ नि त। चिचिलाको बेस अब नगरवासी के भन्नुहुन्छ? केही नगरवासी हो होइन है, खासमा चाहिँ नगरवासी। नगरमा मेरो केही अधिकार नै लाग्दैन होइन, नगरको पदाधिकारी हो नि त। अस्थायी मात्रै हो होइन। तर घामले चाहिँ साह्रो बारिसक्यो, त्यति हो। बाँकी कुरा चाहिँ बिस्तारै कुरा गर्दै गरौँ। मिठो खाना खुवाउन सकियो कि सकिएन त्यो नै ठुलो कुरा हो होइन। पहिलो प्रयास हो हाम्रो होइन। बाँकी दिनमा यो भन्दा अलिक राम्रो गर्न सकियोस्, त्यो नै हाम्रो सबैभन्दा प्रतिबद्धता जस्तो पनि भयो अब आगामी दिनमा है। ल धन्यवाद।
डोला बेलीले हात छोडेन अरे हेर्नु अरे त्यही पर डोला बेलीले हात छोड्यो पानी छ भाइ सेवायो दाजु सिङमा हाई भन्दैन नसिलो भनेको जस्तो दुईजना सोल्टीहरू छ यहाँ चाहिँ अनि सोल्टीहरूले माम खाँदैछ अनि सिङमा आउने ठाउँ पर आउनु अनि आएको छु आज म पनि आएको छु नाना हुनुहुन्छ यहाँ फोटो खिच्नु चाहिँ म खिच्ने कुरै छैन किन खिचौँ नानी नखिच्नु कुरै छैन अरे चाहिने कुरा बिस्तारै खिच्नुपर्छ फोटो खिच्नुपर्छ अहिले भन्नै यहाँ चाहिँ यस्तो छ सुरेन दाजु के छ खबर के हुन र यम्फू जस्तै छुइन होला म हुनुहुन्छ त नि यम्फू जस्तो छुइन जस्तो लाग्छ हुनुहुन्छ किसे नाना एलिसा भान्जी के पर्नुहुन्छ थाहा भएन होला भन्नुलाई बहिनीहरू ए भाउजू छौ मान्छे अब त अगाडि बसाउ न आज त यम्फू मात्रै पाउनु पर्ने लिम्बू पनि आइछ ल यता सबैजनाले हेर्नु है
धेरैजना हुनुहुन्छ अनि यो ग्रुपहरू चाहिँ 12:20 खातबारी गयो सिसिला कति भएको सिसिला 5 र 12 चाहिँ सभा पोखरीबाट भेला भएको सबैजना अनि हामी सबैजना भेला भएर माथि खाना खायौँ त्यस पछाडि अब चाहिँ हामी यहाँ चाहिँ जाने लागेको अब चाहिँ सम्पूर्ण महानुभावहरू अब चाहिँ माथि रोड निस्कनु लाग्नु भइरहेको छ अनि म चाहिँ भिडियो बनाउँदैछु झन्डा गएको छ मैले पनि अनि त्यसरी जिन्दाबाद भन्दै हेर्नु न जिन्दाबाद भन्दै को माथि बाटो निस्किनु लागेको छ यो चाहिँ खातबारीको सुमन चोक भन्ने ठाउँ हो त्यहाँ चाहिँ हामी जान लागेको छौँ अनि त्यस पछाडि हेलो हेलो भाइ होत्यौँ अनि अब हामी चाहिँ जाँदैछौँ त्यहाँ अनि एकैचोटि अब चाहिँ हामी टुरीखेलमा पुगे पछाडि मात्रै भेट्छौँ नमस्ते भान्जी श्री के छ खबर एकदम घामले बोलिरहेको एक्जाम हुँदा पनि हिँड्ने मान्छेहरू होइन त अनि यतिको चाहिँ हुनु पऱ्यो नि त राइनी भएपछि होइन एक्जामको बेला बेला हिँड्ने हामी माइजू भान्जी यस गाह्रो छ हो ल अब चाहिँ माथि सुमन चोक निक्लिनु लागेको छ अनि त्यस पछाडि जाने हामी त्यो सुनिसु त्यहाँ चाहिँ अब पिच रोड छ क्या पिच रोड यस्तो बाटो छैन हेलो साथीहरू अहिले चाहिँ हामी आइसकेको छौँ सुमन चोक अनि त्यस पछाडि सुमन चोकदेखि चाहिँ पर के अरे नयाँ बजारबाट वेलफेयरदेखि बोदेवकोटा हुँदै हामी चाहिँ हेर्दै गर्नु होला कहाँ कहाँ जान्छौँ साथीहरू है त बाई बाई अनि खातबारी चाहिँ यस्तो छ यो बाटो चाहिँ खातबारीको बाटो यस्तो छ खातबारीको भान्जी यस्तो छ कसलाई मन पर्यो लैजानु हाम्रो भान्जी खातबारीको भान्जी ए हो ओके पोखरी पो अरे नयाँ बजार आइपुगेको छ हान्छ क्या गाडीले भङ्की म यहीँ जान्छु बिचमा अब त यो चाहिँ हो नयाँ बजारतर्फ हामी जाँदैछौँ साथीहरू अनि त्यस पछाडि नयाँ बजार भन्ने ठाउँ यस्तो छ के हो एरिसा बजार
एक गर्ने विषय त गर्नु फेरि यस्तो गरी भिडियो गर्नु एकचोटि कहाँ हो कि भाइ गर्नु के गर्न के भन्न आएन त्यो पोखरी बजार आइपुग्यौँ तिन ढाबा पुग्नु लागेको छौँ बल्ल बल्ल टुरी खेला आइपुग्यो अब चाहिँ यहाँ चाहिँ हुन्छ नाना यहाँ हुन्छ नि अब यहाँ लाइन कहाँ पो पानी पर्न थाल्यो यो चाहिँ टुरी खेल बजार हो।